प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल गंगा खोलाको संरक्षण गरिँदै। भोजपुरको रामप्रसाद दराई गाउँपालिका 6 मा पर्ने प्रसिद्ध ऐतिहासिक धार्मिक प्राकृतिक तथा पर्यटकीय स्थल गंगा खोलाको संरक्षण थालिएको छ। ढुङ्गाको कापबाट उम्रिएका 3वटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरे मनोकांक्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजनहरू आउने स्थानीयवासीको भनाइ छ। देशले नै चिन्नुपर्ने अनौठो प्रकृतिको धार्मिक तथा पर्यटकीय स्थल रहेको भए पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ। कतै जाँदा हिँड्दा डुल्दा हामी केही अब परदेश जाँदाखेरि केही सम्झेर बुझेर हामी जाँदैछौँ भने साइड निकालेर यहाँको पानी शिरमा अचाएर हिँड्दाखेरि हामीले चिताएका कुराहरू पनि पुरा हुन्छन् भन्ने मान्यता छ। र बुढापाकाहरूले के पनि भन्ने गरेका थिए भने पहिला यहाँको पानी यस्तो पानी हो कि यो पानीमा हामीले नुहाइयो भने हाम्रो छालामा भएको विभिन्न रोगहरू पनि यहाँबाट चाहिँ निमन हुन्छ भन्ने खालको मान्यता। जब माघे सङ्क्रान्तिको बेलामा प्रायः मकर नुहाउनका निम्ति सबै निकै टाढाबाट आउनुहुन्छ। यो ठाउँ अति नै पर्यटकीय हिसाबले यो अगाडि बढ्ने सम्भावना बोकेको ठाउँ हो। यसमा म यहाँहरू सबैलाई के आग्रह गर्न चाहन्छु भने यहाँ यस ठाउँलाई विकास गर्नको निम्ति अगाडि बढाउनका निम्ति सबै हामी साथ दिनुहोस्। र हामीले गत वर्षदेखि माघे मेला पनि हामीले यहाँ सुरु गरेको छौँ। गत वर्षदेखि सुरु गरेको यो साल त हाम्रो भव्य रूपमा करिब 10,000-1500 भन्दा पनि बढी तीर्थयात्रीहरू आएर यहाँ मेला लगायौँ, नुहाइधुवाइ गर्ने कार्यक्रम भयो। यसरी आगामी दिनमा पनि आउने दिनमा अझै यसलाई व्यापक रूपमा हामी यसलाई चाहिँ अगाडि बढाउने यो ठाउँलाई भन्ने हाम्रो लक्ष्य छ। हाम्रो तपाईँको यो राजा गोलमा रानी काखबाट जन्मेको एउटा तपाईँको मुहान छ। त्यो चाहिँ तपाईँको पानी उम्रिँदाखेरि तपाईँको अन्त मैले देखेको तपाईँको पृथ्वीबाट उज्रो उम्रिन्छ होइन। यो चाहिँ आफै चट्टान फुटेर र तपाईँको त्यो गाईको नाक र मुखबाट उम्रेको पानीको छहराहरू देखिन्छ। यहाँको पानीले नुहाएमा सबै खालका छालाको रोग निको हुने तथा कुनै पनि पुण्य कर्ममा चढाउने चलन रहेको स्थानीयवासीले बताउने गरेका छन्। यहाँ माघे सङ्क्रान्तिमा भव्य मेला लाग्ने गरेको छ। गंगा खोलाका साथै मुहान कहिले नसुक्ने, वर्षातको समयमा धमिलो नहुने तथा मुहानहरू दक्षिणबाट उत्तरतर्फ बगेकाले यसको छुट्टै महत्त्व रहेको वडा अध्यक्ष एकराज आचार्यले बताउनुभयो। यो क्षेत्रको विकासका लागि धेरै बजेट आवश्यक पर्ने भए पनि वडाले केही बजेट विनियोजन गरेर संरक्षणको काम गरिरहेको उहाँको भनाइ छ। पहिलो कुरा त दक्षिणबाट उत्तरतर्फ फर्किएको मुहान, त्यसमा पनि 12 महिना यो पानी यति सङ्लो छ र यो 12 महिना तपाईँको चाहिँ यो पानीको घट्ने बढ्ने कुनै पनि रेसियो हुँदैन। त्यसो भएको कारणले प्राकृतिक हिसाबले अत्यन्तै अनुपम क्षेत्र छ यो। हामीलाई लाग्छ र हामीले दाबी गरिराखेको चाहिँ विश्वमै यो गङ्गा खोला जस्तो अर्को खोला र गङ्गा खोला जस्तो मूल अर्को मुहान चाहिँ छैन भनेर हामीले भनिराखेका छौँ। र हामीले क्रमशः वडाको तर्फबाट अहिले हामीले यो धारा निर्माण गरेका छौँ। यहाँ चाहिँ प्रत्येक वर्ष माघ 1 गते मकर मेला चाहिँ अनौपचारिक रूपमा लाग्दै गरेको थियो। र हामीले गएको आर्थिक वर्षबाट सामान्यतया मेला लाउन सुरु गऱ्यौँ र अहिले गएको माघमा चाहिँ हामीले यहाँ भव्य विशाल मेलाको पनि आयोजना गऱ्यौँ। र विशेष गरी गङ्गा खोला के हो, यसको ऐतिहासिक महत्त्व के छ, यसको पर्यटकीय हिसाबले महत्त्व के छ, यो प्राकृतिक हिसाबले कति सुन्दर छ भन्ने कुरा चाहिँ हामीले थप उजागर गर्नको निम्ति यो पहिलो रूपमा मेलाको हामीले प्रारम्भ गरेका छौँ। वडाले बजेट विनियोजन गरेर आउने भक्तजनलाई लक्षित गरेर धारा निर्माण गरिदिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो। यहाँ धेरै संरचनाहरू निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले राज्यका अन्य निकायसँग पनि हार गुहार गरिएको उहाँले बताउनुभयो। मुख्य रूपमा मुहान भएको स्थानसम्म पुग्ने पदमार्गको आवश्यकता रहेको उहाँको भनाइ छ।